रवि जेलैभित्र बसे पनि 84मा यिनीहरूको पत्ता साफ हुन्छ। रवि कहिले पनि सिद्धिँदैन। रवि यिनीहरूको लागि एउटा हिरो हो, नेपाली आमाले जन्माएको एउटा छोरो हो। रविले यी भ्रष्टाचारी, यी दलाली, यी घुसखोरहरूलाई चाहिँ सिद्ध्याउने दिन बिस्तारै बिस्तारै नजिक नजिक आइरहेको मैले चाहिँ महसुस गरिरहेको छु। सायद रवि लामिछानेज्यू साँच्चीकै हिजो पहिला कुनै न कुनै भगवानको रूपमा चाहिँ आज त्यो गरेर चाहिँ उहाँ जन्मिनु भएको होला जस्तो लाग्छ क्या। तपाईँको सबै नेताहरू आउँछ यहाँ, ढुङ्गा हान्नुपर्छ, गोली हान्नुपर्छ, बारुद पड्काउनुपर्छ, सडक बाल्नुपर्छ, अर्काको छोराछोरीलाई मार्नुपर्छ, लुट्नुपर्छ भन्छ। रवि लामिछानेज्यूले चाहिँ होइन, त्यसो गर्नु हुँदैन। शान्तिपूर्ण मत परिवर्तनबाट यो देशमा चाहिँ तपाईँको अहिलेको व्यवस्था र अहिलेको अवस्थालाई सुधार्दै लानुपर्छ अब भन्ने उहाँको दृष्टिकोण छ नि। यो दृष्टिकोणबाट बल्ल यहाँ चाहिँ समाधान हुन्छ, समस्याको समाधान हुन्छ। यो देशले मुक्ति पाउने कुरो छ। त्यसले गर्दा अब यहाँ लडाईँ झगडा, अब आन्दोलन होइन। अब तपाईँ हामी सबैजना परिवर्तन चाहने होइन, अहिलेको व्यवस्था र अवस्था दुइटै परिवर्तन गर्न चाहने शक्तिहरू, नयाँ शक्तिहरू एक ठाउँमा उठ्न सक्यौँ भने यो समस्याको समाधान हुन्छ। यहाँ मान्छे मार्न नि पर्दैन, कोही जेल जान नि पर्दैन होइन। सबैजना हामी युवाहरू मिलेर साँच्चीकै अबको 84मा मत परिवर्तन गर्नेतिर चाहिँ हामी लाग्यौँ भने यो अहिलेको जति पनि समस्या छ नि, यो समस्याको समाधान हुन्छ। सायद आफूलाई सक्यौँ छ, अब आफू चाहिँ हामी चाहिँ सकिने भयौँ, जनता असन्तुष्टि छ, हामीले गरेको काम माथि चाहिँ यिनीहरू जनताहरू सन्तुष्टि छैन। जताबाट छोप्दा पनि जनताले देखिरहेको छ। अब चाहिँ रवि लामिछानेज्यू जुन हाम्रो सभापतिज्यू हुनुहुन्छ, उहाँले चाहिँ तपाईँको राज्यले गरेको जुन नराम्रा कामहरू चाहिँ चितवनमा गएर खोल्छ अब भनिसकेपछि जुन ढङ्गले चाहिँ तपाईँको भोलिपल्ट शनिबारको दिन थियो, पर्सिपल्ट बिदाको दिन थियो। यो दुइटै कुरोलाई चाहिँ ध्यानमा राखेर राज्य पुरै प्रशासनदेखि लिएर सबै राज्यको निकायहरू लाएर जुन रवि लामिछानेज्यूलाई जेल हाल्ने काम जुन एउटा षड्यन्त्रपूर्वक गरियो, यो चाहिँ तपाईँको पुराना दलहरू राजनीति गर्ने नेता होइन रहेछ भन्ने कुरो चाहिँ प्रुफ भएको छ। साहिलजी, तपाईँले भन्न खोज्नुभयो त्यसो भए रवि लामिछानेलाई जेल हालेर तर्साउन खोजेको हो? तर्साउन मात्रै खोजेको होइन, उहाँहरूले तपाईँको एउटा व्यक्तिमाथि जसरी अहिले जुन ढङ्गले प्रस्तुत भइरहेको छ नि, हामी मात्रै नेता हो, हामीले मात्रै लुटेर खाइरहनु पाउनुपर्छ, अब नयाँ आउने युवाहरूलाई चाहिँ तपाईँको जसरी हुन्छ राजनीति प्रतिशोध साधेर निस्तेज गर्नुपर्छ अब भन्ने उनीहरूको रणनीति हो यो होइन। पछिल्लो समय त्यो रवि सँगसँगै अरूलाई पनि आक्रमण भयो नि है। यिनीहरूले त जो आए पनि हेर्नु न, अब बालेनलाई आक्रमण गरेको छ होइन, हर्कलाई आक्रमण गरेको छ, अब दुर्गा प्रसाईहरूलाई आक्रमण गरेको छ होइन। अब जो आए पनि उनीहरूले आक्रमण गरिरहेको छ। अब कुलमान घिसिङ जस्तो एउटा नेपाललाई चाहिँ उज्यालो बनाउने एउटा कर्मचारीलाई सम्म यिनीहरूले देखिसकेको छैन। त्यसले गर्दाखेरिमा उनीहरू त अब हामी सकिन्छ भनेर यो अन्तिम उपाय हो, यिनीहरूलाई जसरी हुन्छ सकाउनुपर्छ भनेर उनीहरू लागिरहेको अवस्था हो। सायद अब त्यसो भए सकाउन सक्छ त यिनीहरू? सकिँदैन। जनताको अगाडि हेर्नुहोस्, असत्य कुरोलाई कति दिन ढाट्न सक्छ, कति दिन छेक्न सक्छ, त्यो त तपाईँको बिस्तारै बिस्तारै झन् मजबुत बन्दै आउँछ क्या। त्यसले गर्दाखेरिमा सत्यको जित हुन्छ। यिनीहरू एक दिन अवश्य यिनीहरूको हार हुन्छ। साहिलजी, अब जुन रविलाई भित्र पठाउने जुन न्यायाधीशको फैसला थियो नि, त्यो पनि विवादमा तानियो होइन। सन्दीप लामिछानेको कपी पेस्ट हानिदिएको भन्ने पनि चर्चामा आयो। के भेट्नुभयो तपाईँले? नेपालमा त तपाईँको यस्तो सेटिङ हुँदो रहेछ हेर्नुहोस् होइन। अदालतमा तपाईँको कालो कोट लाउनेहरूदेखि लिएर अदालत जस्तो छैन, प्रहरी प्रशासन जस्तो छैन। जनताको छोरालाई हेर्नुहोस्, तपाईँको बुटले हानेको छ होइन, गोली हानेको छ, तपाईँको त्यस्तो गरेर मुख छाडेको छ होइन। राज्यको चाहिँ तपाईँको जनताको चाहिँ सुरक्षाको लागि बसेको, जनताको चाहिँ प्रहरी साथी भनेर एउटा गरेको छ नि, त्यो चाहिँ अब तपाईँको एउटा भनाइमा मात्रै सीमित रह्यो। तर व्यवहारमा चाहिँ तपाईँको 1% पनि रहेन। यहाँ कोही पनि तपाईँको आफ्नो कामप्रति जिम्मेवारी छैन रहेछ। सबैजना झोले रहेछ, सबैजना दास रहेछ, दास मानसिकता भएर चाहिँ बाँचेको रहेछ भन्ने कुरो
अस्तिको घटनाबाट अहिलेको घटनासम्म आउँदाखेरिमा प्रष्ट हुन्छ सायदजी। अब रविले हामीले सिद्ध्याइसक्यौँ भन्ने एक किसिमको मनोबल छ राज्य पक्षको। रवि सिद्धिएको हो कि होइन? रवि सिद्धिएको होइन साहिलजी, उहाँहरूको बुझाइमा त्यो हो। रवि कहिल्यै सिद्धिँदैन। रवि एउटा विचार हो होइन। रवि लामेछाने जस्तो हजारौँ नेताहरू जन्मिसकेको छ। यिनीहरूलाई सिद्ध्याउनको लागि रवि जेलैभित्र बसे पनि 84मा यिनीहरूको पत्ता साफ हुन्छ। रवि कहिले पनि सिद्धिँदैन। रवि यिनीहरूको लागि एउटा हिरो हो। नेपाली आमाले जन्माएको एउटा छोरो हो। रविले यी भ्रष्टाचारी, यी दलाली, यी घुसखोरहरूलाई चाहिँ सिद्ध्याउने दिन बिस्तारै बिस्तारै नजिक नजिक आइरहेको मैले चाहिँ महसुस गरिरहेको छु साहिलजी। अब जुन रवि लामिछानेको मुद्दा उच्च अदालतबाट फैसला भइसकेपछि अहिले सर्वोच्चमा पनि जानुभएको छ होइन। अब सर्वोच्चबाट रवि छुट्ने सम्भावना कतिको छ? अब नेपालको कानुन दैवले जानुन् भन्छन् होइन। अब तपाईँको न्यायालय जस्तो छैन। एउटा बोल्ने, एउटा देशको उपप्रधान तथा गृहमन्त्री भएको व्यक्तिलाई एउटा सामान्य प्रहरी कर्मचारीले चाहिँ थर्काउने देश होइन। तपाईँको पक्राउ पुर्जी नलिकन चाहिँ अर्काको बेडरुममा घुसेर तपाईँको त्यो बोली पनि तपाईँको पुरै लरबराएको अवस्था थियो होइन। तपाईँको मापसे गरेर आएको हो कि गाजा खाएर आएको हो कि प्रहरीले होइन, त्यो चाहिँ प्रष्ट देख्न सकिन्छ। तपाईँको एउटा तपाईँको नेता जस्तो एउटा देश बनाउने स्वच्छ छवि बोएर आएको मान्छेलाई जुन हरकत गर्यो नि प्रहरी कर्मचारीले, अब हामीले कसरी विश्वास गर्ने? अब न्यायालयलाई कसरी विश्वास गर्ने, कसरी प्रशासनलाई विश्वास गर्ने होइन। हो त्यसले गर्दाखेरिमा अब यसै भन्न सकिन्न। तर उहाँ सत्यमा हुनुहुन्छ, जित हुन्छ। उहाँलाई अहिले तपाईँको फेरि पनि सर्वोच्चले पनि तपाईँको विभिन्न अहिले त अब न्यायालयहरूमा तपाईँको पार्टीलाई चाहिँ पार्टीको समर्थनमा चाहिँ तपाईँको भागबन्डा गरेर चाहिँ तपाईँको त्यहाँ चाहिँ न्यायाधीशहरू पठाउने जुन प्रविधि छ, यो प्रविधिले त त्यहाँ पनि उहाँलाई न्याय दिला जस्तो त लाग्दैन। भए पनि न्यायप्रति हाम्रो चाहिँ अब तपाईँको कानुनी राज्यमा हामीले न्यायलाई विश्वास गरेका छौँ। अब हेर्नै बाँकी छ। आइसकेपछि अब के गर्छ अब त्यो चाहिँ पछिल्लो समय हेर्नै बाँकी छ साहिलजी। अब रवि लामिछानेले बारम्बार भनेका थिए शान्तिपूर्ण भोटको क्रान्ति गरौँ, यहाँ लडेर झगडा गरेर कसैको एक थोपा रगत पनि नबगाएर हामी देशको परिवर्तन गर्न चाहन्छौँ भन्दै थिए। रविले भनेको बाटोमा अब देश साँच्चीकै रगत नबगाएर जानुपर्ने अवस्था सिर्जना भयो होइन पछिल्लो समयको घटनाक्रमले। रवि लामिछाने जुन व्यक्ति हुनुहुन्छ उहाँ चाहिँ जीवनमा धेरै कुराहरूमा अनुभवी होइन, दूरदर्शी नेतृत्व हुनुहुन्छ। हेर्नुहोस् हजुर, एउटा नेपालको इतिहासमा अहिलेकै नेतृत्व बिचमा पनि सेलेक्सन गरौँ न, ग्रिज बुकमा नाम लेख्न सफल भएको नेतृत्व होइन। आज अमेरिका जस्तो देशमा गएर तपाईँको सबै व्यापार बिजनेस काम होइन सबै भोगेर आएको नेतृत्व होइन। उहाँलाई भन्छ होइन, उहाँ चाहिँ तपाईँको पैसा चाहिएको छ उहाँलाई भन्छ। उहाँलाई पैसा चाहिएको भए त व्यापार गर्नुहुन्थ्यो होला। विदेशमा चाहिँ तपाईँको आज अमेरिका जानको लागि यहाँ जनताले तपाईँको 80 लाख 90 लाख रुपियाँ तिरेर चाहिँ तपाईँको इलिगल भएर आफ्नो ज्यानलाई बाजी राखेर चाहिँ तपाईँको आज त्यस्तो भूमिबाट गएर मान्छे बसेको छ। उहाँ त लिगल रूपमा जानुभएको थियो होला होइन। त्यहाँको त्याग्नुभयो नागरिकता, त्यहाँको नागरिकता त्यागेर अब एकचोटि यो देशको लागि सबै कुरा उहाँले भोगिसक्नु भएको छ। हेर्नुहोस् पैसा के हो होइन, परिवार के हो होइन, सबै कुरो सुख के हो दुःख के हो सब भोगेर आज चाहिँ उहाँ यो अवस्थामा किन आउनुभयो भन्दामा एउटा चेतनशील प्राणीले, रैतीले त सोच्दैन हेर्नुहोस् होइन, चेतनशील प्राणीले चाहिँ के सोच्छ भन्दामा म मरेर जाँदाखेरि मैले के लान्छु त, जस्तो आयो त्यस्तै जाने हो। एकचोटि यो देश बनाएर जान्छु नि त, यो तपभूमिलाई तपाईँको साँच्चीकै विश्व सामु चिनाएर जान्छु नि त। भगवान् बुद्धले चिनाएर गएन, भिरकुटीले यो देशलाई चिनाएर गएन हो, म पनि त्यही रूपमा चिनाएर जान्छु भनेर चाहिँ नेपाल भन्ने देशलाई उहाँले त छोडेर जानुभएको थियो। किन फर्केर आउनुभयो त भन्दाखेरिमा यस्तो अस्तव्यस्त भएको समयमा पनि यो नेपाल भूमि चाहिँ तपाईँको साँच्ची नै तपभूमि हो। यो चाहिँ विश्वको सबैभन्दा धनी देश हो होइन। यहाँको मान्छे चाहिँ विश्वको सबैभन्दा अलग जिन भएको मान्छे हो, मान्छेहरू बस्छ। यो मान्छेहरूलाई चाहिँ अन्याय अत्याचार भएको छ यहाँको जनताहरूलाई चाहिँ, यो जनतालाई चाहिँ साँच्चीकै न्याय दिन्छु भनेर चाहिँ उहाँ आउनुभएको थियो होइन। अहिले जुन तपाईँको राजनीति प्रतिशोध साधेर चाहिँ
उहाँमाथि जुन झुटा मुद्दाहरू लगाएर चाहिँ जुन हरकत भइरहेको छ यो हरकतको चाहिँ छिट्टै अन्त्य हुन्छ साहिलजी। त्यसले गर्दाखेरिमा रवि लामिछानेज्यू त्यत्तिकै सेलाउनेवाला चाहिँ छैन। अब तपाईँलाई थाहा छ तिनकुने घटनामा लगभग 100औं जना पक्राउ परेका छन्। अब सकभर छुट्छन् कि छुट्दैनन् उनीहरू त अब जेल जाने सम्भावना छ। जनताका छोराछोरी सडकमा उत्रेर सडक आन्दोलनबाट अब परिवर्तन सम्भव रहेनछ भन्ने किसिमको पनि महसुस भएको छ। तपाईँलाई के लाग्छ तिनकुने घटना जस्ता यसरी घटनामा आन्दोलनमा गएर घाइते भएर मान्छे मरेर मारेर परिवर्तन हुन सक्छ देशमा? हाम्रो पार्टी हाम्रो सभापति रवि लामिछानेज्यूले पहिलेदेखि भन्दै आउनुभएको छ हामी व्यवस्था होइन अवस्था परिवर्तन गर्न चाहन्छौँ। अवस्थाबाट चाहिँ तपाईको यो देशमा जति पनि व्यथिति छ जति पनि भ्रष्टाचार छ हैन यसको अन्त्य गर्न चाहन्छौँ। त्यो के कुन माध्यमबाट भन्दाखेरिमा मत परिवर्तन गरेर। तपाईको नेपालमा हेर्नुस् त जनयुद्ध लडेको आलै घाउ छैन। 62-63 सालमा तपाईको जुन 62-63 सालको आन्दोलन भयो त्योभन्दा अगाडि तपाईको जनयुद्ध जुन भूमिगत रूपमा चाहिँ माओवादी सशस्त्र युद्ध थियो हैन त्यहाँबाट नेपाली जनताले कति दुःख पाए ल भन्नुस् त। कति चाहिँ तपाईको देशको राज्यको चाहिँ तपाईको 50 वर्षलाई पुग्ने बजेट तपाईको त्यसै नौसान भएन। अब फेरि पनि आन्दोलन गरेर फेरि पनि लडाईं गरेर फेरि पनि ढुङ्गा हानेर फेरि पनि अर्काको छोरा तपाईको मारेर विधवा बनाएर चाहिँ तपाईको यहाँ हामीले शासन सत्ता लिएर सफल हुन्छ। एक त यो तपोभूमि हो। यहाँ वास्तवमा भन्दाखेरिमा यो तपोभूमिले चाहिँ तपाईको लडाईं सहँदैन, यहाँ झगडा सहँदैन। वेद जन्मेको भूमि हो यो, त्रिपिटक जन्मेको भूमि हो, बुद्ध जन्मेको यो शान्ति भूमि हो। यहाँ लडाईं झगडाको विषयलाई चाहिँ टाढा राख्नुपर्छ भन्ने एउटै मात्रै नेतृत्व हैन। यति दूरदृष्टि भएको नेतृत्व सायद जन्मेकै थिएन होला नेपालमा। म त भन्छु तपाईको रवि लामिछानेज्यू साच्चीकै हिजो पहिला कुनै न कुनै भगवानको रूपमा चाहिँ आज त्यो गरेर चाहिँ उहाँ जन्मिनु भएको होला जस्तो लाग्छ क्या। तपाईको सबै नेताहरू आउँछ यहाँ ढुङ्गा हान्नुपर्छ, गोली हान्नुपर्छ, बारुद पड्काउनुपर्छ, सडक बाल्नुपर्छ, अर्काको छोराछोरीलाई मार्नुपर्छ, लुट्नुपर्छ भन्छ। रवि लामिछानेज्यूले चाहिँ होइन त्यसो गर्नु हुँदैन। शान्तिपूर्ण मत परिवर्तनबाट यो देशमा चाहिँ तपाईको अहिलेको व्यवस्था र अहिलेको अवस्थालाई सुधार्दै लानुपर्छ अब भन्ने उहाँको दृष्टिकोण छ नि। यो दृष्टिकोणबाट बल्ल यहाँ चाहिँ समाधान हुन्छ, समस्याको समाधान हुन्छ। यो देशले मुक्ति पाउने कुरो छ। त्यसले गर्दा अब यहाँ लडाईं झगडा अब आन्दोलन होइन। अब तपाईँ हामी सबैजना परिवर्तन चाहने हैन अहिलेको व्यवस्था र अवस्था दुईटै परिवर्तन गर्न चाहने शक्तिहरू नयाँ शक्तिहरू एक ठाउँमा उठ्न सक्यौं भने यो समस्याको समाधान हुन्छ। यहाँ मान्छे मार्न नि पर्दैन, कोही जेल जान नि पर्दैन हैन। सबैजना हामी युवाहरू मिलेर साच्चीकै अबको 84 मा मत परिवर्तन गर्नेतिर चाहिँ हामी लाग्यौं भने यो अहिलेको जति पनि समस्या छ नि यो समस्याको समाधान हुन्छ।